ल सुरु बारीमा मेवा पाकेको छ यहाँ ए गलिसक्यो त बाबु ल ढुसी परेर रहेछ बारी अघि त एउटा आफै छ अरे हाम्रो बारीमा पाकेको मेवा हामी काटेर खानुपर्छ अहिले वाउ पाकेछ मेवा यो रहेको छ दुध कि दही त्यो कैँचीले चकुले काटेर कट्टाकटी पानी प्याकेजिङ राम्रो भएको ल्याउने होइन अनि एकछिन नपोखाए प्लास्टिक दुधभित्र परेर मलाई थाहा छैन प्लास्टिक दुधभित्र पऱ्यो कि रबड पऱ्यो एउटा दुधको पार्ट खोल्नलाई कति बेर लाग्यो कला हो क्या के दुधको प्याकेट खोल्ने टाइम ल्याउँछ दुधको प्याकेट कस्तो प्याकेजिङ हो ओहो ओहो ओम्ले ओम्ले दुध ओम्ले ओहो ओहो काट्छ भने त्यसले काट्छ हुन्छ लाग्छ त्यो रुवा लाए सबै ठिक हुन्छ प्याज काट्छ हो भने रुवा लाए जम्मै ठिक हुन्छ धेरै दिन भयो भिडियो नबनाएको अवस्थामा पनि छैन किन आज गोल भेडा खुर्सानी चाहिँ साह्रै रहन्छ यस्तो रहन्छ बाबु पानी डाँडामा बस्यो भिडियो हुन्छ पानी डाँडामा बस्यो भिडियो हुन्छ के हो त त्यो सानो डाडु चलाउनु उयो डाडु भिजेर चलाउनु आज हो ननस्टिकको भाँडा त्यति छोटो त्यसले चलाएर हुन्छ त नि अर्को स्टिलले चलायो हुन्थ्यो नि यो रहेको त तोरीको आलु तोरीको मात्र कति रुपियाँ अरे केजीको तेल केजी हुन्छ नि लिटर हुन्छ केजी यो त केजी त होइन तेल लिटर हुन्छ 5 लिटरको भाँडा हो यो केजी पो भन्छ भाइ यसले त एउटा केही केजी र लिटर पनि भन्न आउँदैन थोरै बेच्छ फर्सीको मुन्टो पनि पाक्छ आज हेर्दा राम्रो देखिन्छ तर भन्नै बिर्सेर बाहिरको भिडियो खाने नै हुने त्यो पाकेको छ नि त त्यो अर्को मेवाको बोट नकाटे भए कति भयो के यो मासु सानो पुन्टी चाहिँ आएन त आज आएन छ
कति कुरा हेर्नु बाबा भन्नु कति राम्रो कुरा अरे कुकम्यानको खाना बल्ल तयार भएको छ खान थालेको छ ल तपाईँले यदि चर्चमा कसैलाई तपाईँले प्रेम गर्दै हुनुहुन्छ नि र सफा हृदयले प्रेम गर्नुहोस्। अगापे प्रेमले चाहिँ मानिसलाई बन्धनमा राख्दैन। अगापे प्रेमले चाहिँ मैले कसैलाई दिँदैछ भने फेरि ऊबाट रिपिट आउँछ भन्ने आशा राख्दैन। अगापे प्रेमले चाहिँ एकरो प्रेम गरिराख्छ। दाजुभाइ सुन्नुहोस्, तपाईँको लागि हात काट्ने